हाई नमस्ते शिवारो हे आज पनि हामी फेरि घुम्नलाई निस्किरहेछौँ है साइकलमा सुनिल र म। आजको टुर चाहिँ हाम्रो क्यारिफोर हाइपर मार्केटमा छ। भएको कारणले हामी जाँदैछौँ। कस्तो हुन्छ हेरिदिनु होला। हामी अब यो हाइवेमा चाहिँ अब भिडियो बनाउन सक्दैन, किन भन्दाखेरि गाडीको गति स्पिड अलिक धेर छ। त्यसको कारणले गर्दा हामी फुलबारी र यो मार्केटभित्र चाहिँ बनाउँछौँ। राम्रो राम्रो ठाउँहरू तपाईँहरूलाई देखाउँछौँ। लेट्स सी, हेर्दै गर्नु होला भिडियोहरू सुरुदेखि अन्तिमसम्म हेर्नु होला। रमाइलो रमाइलो मार्केट, सुपर मार्केट अनि हाम्रो गार्डनहरू देखाउनेवालामा छौँ है त। ओके, नमस्कार है। हामी फेरि क्यारिफोर भन्ने ठाउँमा आइपुग्यौँ। क्यारिफोर हाइपर मार्केटमा आइपुग्यौँ। क्यारिफोर हाइपर मार्केटको देख्दा चाहिँ यस्तो खालको छ है। अनि त्यहाँदेखि यहाँ चाहिँ फेरि अटोमेटिक डोर रहेछ। सुन्नु जाँदा छेउमा गएर उभि त अटोमेटिक डोर हेर्नुहोस् है त कसरी खुल्छ। आफै खुल्छ क्या यसरी खुल्छ है अटोमेटिकली। हामी यो रोडमा जाँदै यस्तो खालको छ रोड है। अर्को पनि यहाँ खोलिसक्यो हाम्रो। यहाँ जाँदै यस्तो खालको छ। यो टिभीमा बप्पा सिन आइरहेछ है, स्विजरल्यान्ड जस्तै। अब किनेर ल्याउँ भनेर सोचौँ भन्दाखेरि पनि यसको प्राइस हेरी 2090 यहाँनिर छ होइन, 2090 मात्रै छ। नेपाली खै कति हो अलिक गाह्रो रहेछ होइन। सकिएन यसलाई हामीले 75,000। तपाईँको हेरौँ त सिन त आमामा कुन ठाउँको सिन हो यो? बाफ्रे दामी सिन देखाइरहेछ यार यो टिभीले त। क्वालिटी हेर्नु भन्दा टिभीको क्वालिटी पनि हेर्नुहोस् त, बब्बाल दामी छ यार। वाह। यहाँ चाहिँ थोरै हल्का कमेडी पनि गरिरहे। युकेको स्वेटर पाउँछ भन्छ नि, यहाँ पाउँदैन बोलेन बस्ती सेवारो है। हामीले चाहिँ आज यो एक्सल कि म्याक्स भन्ने ठाउँमा सपिङ गरेको छौँ। यो जुत्ता 2टा अनि सर्ट एउटा, पैसा सिद्धियो। अनि त्यहाँदेखि पैसा धेरै पनि थिएन, त्यही भएर हामीले धेरै चाहिँ किन्यौँ न होइन। अब थोरै भए पनि किनिराखेको घर जानुपर्ने छ नि त, त्यही भएर हामी यति भन्दै यो महलबाट बाहिर निस्किने अवस्थामा छौँ। किन भन्दाखेरि अब महलहरू बन्द हुन थाल्यो, सबै महलमा यसरी सटर लाग्न थाल्यो। त्यही भएर हामी अब बाहिर निस्किँदैछौँ है त। अब यो मदिना महलबाट फर्किसक्यौँ। मदिना महल भनेको मदिना महल अब हामी फर्किसक्यौँ। हामी भित्र घुम्नु जति घुमिसक्यो, भित्र पनि बन्द भइसक्यो। त्यही भएको कारणले गर्दाखेरि हामी चट्ट लाएर फर्किँदैछौँ है सुनिल र म। ल जाउँ है त, बाई। ल म चाहिँ यहाँ बाहिर सुनिललाई वेटिङ गरेको छु। सुनिलको साइकल यहाँ छ। सुनिल चाहिँ जुस किन्नको लागि यो मार्केटभित्र पसेको छ। मैले चाहिँ उसलाई वेटिङ गरिरहेको छु। लेट्स सी। लड्नु त लड्दिनँ आज चाहिँ है। हामी सुनिल र म यसलाई म सजिलो बाटो र एकदमै के अरे नजिकको बाटो ल्याएर आउँ भनेर सोचिरहेको थिएँ। यो च्यानगारीको बाटो ल्याएको खास चाहिँ गेट बन्द रहेछ र यार भुत जस्तो डरले पटक्कै फर्केर 2जना फर्केर आइयो। अब लेट्सी है कस्तो हुन्छ। अब हामी फेरि हाइवेबाटै जाँदैछौँ, उताकै अर्कै बाटो। ठिकै छ। आजको हाम्रो भिडियो लगभग यस्तै नै होला। कस्तो हुन्छ सेयर सब्सक्राइबर गरिदिनु होला भन्दै बिदावारी हुन चाहन्छौँ। हाम्रो अलिकति अहिले चाहिँ झुक्किनु चाहिँ तैपनि। ओके ल, गुड नाइट सबैजनालाई। गुड नाइट होइन, बाई।